सो हेलो एभ्रीवन अहिले भन्छ यति राति म कहाँ गइरहेको छु त सो गाइज अहिले भन्छ रातिको 1 बजिसकेको छ र देख्न सक्नुहुन्छ मलाई जानुपर्ने भने त्यहाँ छ किन भन्दाखेरि हाम्रो लाइफमा नभए नहुने सामान लिनु छ भिडियो अन्तिमसम्म हेरिदिनु होला र गाइज अहिले भने चाहिँ म बीच बाटोमा आइसकेको छु र तपाईहरुले देख्न सक्नुहुन्छ मेरो साइडमा चाहिँ अँध्यारो बाइक अरु केही पनि छैन र जस्ट नाउ मैले सावर लिएर आएको हैन कपाल पनि गिलै छ र म जानुपर्ने मार्केट भनेको चाहिँ त्यो हो र देख्न सक्नुहुन्छ यहाँ नजिकको लुक्सहरु र गाइज कुरा गर्नुपर्दा कुवेतमा चाहिँ आजभोलि एकदमै जाडो पर्न थालिसकेको छ त्यसपछि गाइज यहाँ चाहिँ BXZ को एन्ट्री हुन्छ मार्केट भित्र र यहाँ नजिक के कस्तो मोमेन्टहरु छ सो गाइज डोन्ट वेस्ट टाइम विदाउट देख्न सक्नुहुन्छ लाइभ तपाईहरुले चाहिँ A to Z डेली लाइफ युज हैन जुन चाहिँ हाम्रो दैनिक जीवनमा प्रयोग हुने सामानहरु चाहिँ यहाँ चाहिँ विभिन्न प्रकारको छन् सो गाइज मेरो कुरा गर्नु पर्दाखेरि चाहिँ मैले यही बाहिर देशमा आएर नै यस्तो कुराहरुको अनुभव र एक्सपीरियन्सहरु चाहिँ पाइसकेको छु भने काम गर्दा गर्दै दिमागको बत्ती पनि बल्न छोडिसकेको छ र गाइज आजको अफरमा चाहिँ के छ त त्यस्तै गरी गाइज तपाईले देख्न सक्नुहुन्छ आजको अफरमा भनेको चाहिँ कोड प्लस रोल मुरुको छ जुन चाहिँ ओन्ली 390 फिल्समा छ भने साइडमा चाहिँ घर जानेको लागि विभिन्न प्रकारको चकलेट स्वीट भेराइटी सामानहरु छन् जुन चाहिँ मलाई एकदमै धेरै मन पर्दैन सो गाइस फाइनलमा मेरो सामानको कुरा गर्नुपर्दा म लिन आएको भने कोलगेट हो जुन चाहिँ मलाई यहाँबाट कुनै एउटा छानेर लगाउनु पर्ने हुन्छ किन भन्दा मेरो सकिसकेको छ सो गाइस तपाईले देख्न सक्नुहुन्छ क्लोज अप र गाइस मैले सिलेक्ट गरिसकेको छु र यसको प्राइस के कति हो त अब यसको प्राइस हामी हेर्न जाँदै छौं सो गाइस तपाईहरु पनि यस्तो मार्केटमा आएर सामानहरु लिनुहुन्छ र तपाईहरुलाई सोध्नु गाह्रो हुन्छ भने त्यो साइडमा रहेको यस्तो स्क्यानर हुन्छ र तपाईहरुले यो स्क्यानरमा चाहिँ तपाईहरुले स्क्यान गर्नुपर्ने हुन्छ र गाइस स्क्यान गरिसकेपछि यहाँ चाहिँ के हुन्छ त यदि तपाईलाई थाहा छ कमेन्ट गर्न नभुल्नु होला सो गाइस तपाईले यसको देख्न सक्नुहुन्छ प्राइस भनेको चाहिँ ओन्ली 550 फिल्स रहेछ अब यो चाहिँ म लिएर गइरहेको छु सामान लिएर लिभ हुनु भन्दा अगाडि तपाईहरुलाई यहाँ नजिकको म मछली बजार देखाउँछु र तपाईहरुले देख्न सक्नुहुन्छ यहाँको मछली बजार सो गाइस तपाईले देख्न सक्नुहुन्छ 1 केडी देखि लिएर तपाईहरुको 5 केडी सम्मको यहाँ नजिक चाहिँ मार्केटले तोकिएको मूल्यमा पाउँछ सो गाइस मैले चाहिँ तपाईलाई मार्केट भित्रको के कस्तो मोमेन्ट छ त्यो सबै तपाईहरुलाई देखाइसकेको छु यदि तपाईलाई यो भिडियो मन परे प्लिज एक लाइक चाहिँ गर्नु नभुल्नु होला।